बिहान बिहानैको समयमा मणिक वाग आउँदा यहाँको दृश्य अति नै मनोरक भेटिएको छ र लाग्छ स्वर्गको टुक्रा नै यही हो जस्तो लाग्छ। यो ठाउँ आखिरमा स्वर्ग भन्ने नै यही हो। मरेर स्वर्ग र नर्क हुँदैन। यस्ता ठाउँहरू, यस्ता रमणीय ठाउँहरू चाहिँ भेट्नु देखिनु नै यो स्वर्ग हो। ल हेर्नुहोस्, यहाँबाट हरेक ठाउँहरू देखिएको छ। क्याङलेस पार्कतिर पानी परिराखेको छ। यता गएर चाहिँ दुर्लुङको डाँडोमा पनि पानी परेको छ। यो लगभग अब पानीले चाहिँ यहाँ घेरेको अवस्था छ। मदी उर्लेर त्यो स्थानसम्म आएको छ। यो मदीले अहिलेको समयमा चाहिँ धेरै क्षति बनाएको छ, दुनियाँलाई चाहिँ रुवाएको छ। अब यो डिमुवा हेर्नुहोस्, डिमुवाको डाँडो, थामरजङको डाँडो, यो सबै पिपलको रुख, स्वामीको रुख। अब हेर्नुहोस् यो एरिया ल हेर्नुहोस्, गोतामेथर गएर घुमेको थान, टावर, मेरो श्रीमती। त्यस्तो सानो शरीर पनि भाँच्न लागिन्। हस् त, धन्यवाद। यो एउटा चाहिँ